हेलो एभ्रिवान, आज चाहिँ हामी फेरि जाँदैछौँ सनैया। कहाँ बेबी? सनैया के खानु? मोमो खान लिएर जान लागेको। नेपाली मोमो चाउमिनको मिस भयो अरे, 4 दिनमै आएको। सो हामी पहिला बस कार्ड बनाएर अनि सनैया जाँदैछौँ। बाई, अब हामी उही गरेर भेट्छौँ हामी। ल, हामी चाहिँ अब बाटोमा आयौँ। आइकन के हेर्ने त सडकको नाम? हलाई अलहलाईमा छौँ हामी। रमाइलो छ। अब कतिखेर पुग्ने हो? देखेछु। हावा आयो एकदम धेरै। हावा त लास्टै आउँछ। अब दिउँसो घुम्न पाइन्न। अनि यतिखेर नै हो घुम्ने, यतिखेर हावा लाग्छ। ठिकै छ, अब पुगेला नि एकछिनमा। मेरो हाइट कम भएर चाहिँ मैले दिएको हस्बेन्डलाई साथलाई। नियममा बस्ने कि यो ठाउँमा चाहिँ रमाइलो छ। डर लाग्छ भिडियो बनाउनु पनि। यहाँ मान्छेहरू कता लाउड नहीं हे भन्यो भने त गइयो। र बाटो क्रसिङ गर्ने चाहिँ यस्तो रहेछ कि, बाटो क्रस गर्ने चाहिँ त्यही भएर चाहिँ हामी ल्याएको छौँ। ठ्याक्कै छुट्टिँदो रहेछ इन्डियन होइन, अरू के अरे पाकिस्तान ठ्याक्कै मान्छेहरू ठ्याक्कै छुट्टिने। नेपालीहरू त मैले टाढैबाट चिनिदिन्छु नेपालीहरू भनेर। खास मैले अर्को आउटफिट लाउनु लाएको थिएँ। मेरो हस्बेन्डले सनाया भनेको ओन्ली बोइजहरू मात्रै बस्ने ठाउँ यस्तो लाउनु हुन्न भनेर मलाई पनि केटा जस्तो आउटफिट बनाएर यिनीहरूलाई लाउनु भएको छ। के छ अब मैले अब ओभरसाइज टी सर्टहरू किन्न पर्ने छ। अब नेपालको सपिङले केही नि भएन। दुखाउँदो रहेछ यो ब्लग, हात दुखिसक्यो। मैले कहिले सर्भाइभ गर्ने होला उमा। बस दुबईको बस के अरे, दिस इज मार्केट, फिस मार्केट। बस स्टेसनमा आयौँ हामी। ल, लगाइसक्यौँ अब बस चढ्ने एकछिनमा। कस्तो हुँदो रहेछ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हेरौँ है त। अब कति राम्रो आएको। हामी बसको इन्तजारमा छौँ। अझै नै आएको छैन बस, कुदै बसेको। हाम्रो बस नम्बर यहाँ छ, कति अरे 662 हो। आज मलाई सबै सिकाइदिनु भएको छ कहाँबाट बस लाग्छ, कहाँबाट जाने हो भनेर। यो चाहिँ सानो सपहरू हो। यो चाहिँ इन्ड्राइभ जस्तो रहेछ कि ट्याक्सीहरू। हामीले भनेर थियो कहाँ जाने भनेर, तर हामी त बसमै जाने भन्यो। हामी कहाँ जान्छौँ थाहा छैन, हामी कहाँ जानको भनेर हिँडिरहेछौँ। भेटिन्छ कि कहीँ। नेपाली किचन हिजो होइन, अस्ति मैले दामी होइन गाडीले भएन। हिजो त किन हिजो त आइएन। ए अस्ति आउने भने अस्ति भएन। अनि हिजो पनि हुँदै भएन। तपाईँ मात्रै हाल्नुभएको है। सनैया आएर सामान यताउता किन्नुभयो। अनि आज चाहिँ हप्ता छिटो गर भनेर अस्ति हाम्रो क्यान्सल भयो गाइस। त्यत्रो गाडी कुड्यौँ, कता हिँड्यौँ, भएन। फाइनली भएन हाम्रो।
अनि हामी निराश हुँदै घर फर्क्यौँ। त्यतिखेरको भिडियो भएन, तर अहिले चाहिँ ठिकै छ, भयो। अब आयौँ हामी। आज पनि सुजनको साथी आउनुभएको थियो ट्याक्सीमा, अनि त्यही ट्याक्सी लिएर दफाटफ गरेर यहाँ आज हामी नेपाली किचनमा आएको छौँ खानालाई। के मगाउनु हामी? यस्तो भिडियोमा म एउटा भेज अनि त्यसपछि दुईवटा भेज खाने। अब म भेज भएपछि मेरो हस्बेन्डमा अटोमेटिकली भेज हुन खानै मन लागेन अरे मासु। मम्मीले पठाइदिएको माछा चाहिँ सबै खाइसक्नु भयो। अब चाहिँ खाने मासु केही पनि नखाने अरे, तर गरेर आएको। घरको खाना मन परेन अरे, त्यही भएर यहाँ नेपाली खाना खान आएको। ठिकै छ, सबै नेपाली फ्राई गर्दो रहेछ यहाँ, नेपाली फ्राई राख्छ मलाई। चाउमिन आर एक्साइटेड। खाइसक्नु म मलाई नभनिकन। हाम्रो चाहिँ खाना आयो। हामीले त्यो चाउमिन खायौँ, एकदम मिठो रहेछ। अब चाहिँ हामीले के खान्छौँ भने खाना खान्छौँ। अब खाना खाऊँ है त। परेछ गाइस, यहाँ चाहिँ यस्तो, यो चाहिँ सनैया हो। रोक्नु न, सनैया। हामी चिकन मार्केटमा आइरहेछौँ। अब केही सामान लिन्छौँ र अनि जान्छौँ। खानासाना खाएर मेरो घडी बनाएर, मेरो चेन फिस्केटको क्या घडीको, त्यो बनायौँ। 3 दिरामले, कति महँगो घडी बनाएको नि। अनि त्यसपछि अब अहिले चाहिँ हामी बाटोमा हिँडिरहेछौँ। हिँडेर जाने भनेको के त्यही नजिकै हो, त्यहाँ भएर खाएको पनि यसो नाइट वक हुन्छ कि, त्यही भएर हिँडेको। के ल्यायौँ नि हाम्रो सामान? के ल्यायौँ भन्नु न? 22 दिनमा खर्च गरिदेऊ रे। खाने फेरि धेरै मैले भन्दा उसले हो के। खाना मिठो भएन भनेर, भेज खाना मिठो भएन भनेर मैले एक्स्ट्रा मसलावाला साथीको वाइफलाई म्यासेज गरी तपाईँको एक्स्ट्रा मसलावाला के अस्ति एकदम मन पराउनु भएको थियो मेरो हस्बेन्डले भनेर त्यो मसला लिएर आएको छु। अब बनाइदिने रे। अब भोलि चाहिँ के लिएर जानुहुन्छ खाना? भोलि चाहिँ मैले कुकर लगाइदिन्छु, सिट्ठी लगाइदिन्छु। मलाई अलाउड छैन कि बिहान सिट्ठी लाउनलाई, मान्छेलाई डिस्टर्ब हुन्छ भनेर। अब चाहिँ म लगाइदिन्छु, डिस्टर्ब भए हुन्छ। के हान्ने? भात पकाउन आउन देप्चीमा असम पकाएन, कुकर र राइस कुकरमा हो आउने। त्यही भएर अबदेखिबाट यहाँ त कस्तो जङ्गल जस्तो, हेर्नु न, सबै ठाउँ जङ्गल जस्तो रहेछ त। साँच्चै के कुरो यो? यस्तो देखेको थिइनँ मैले। आर्टिफिसियल त कल्टिभेट गरेको विकासी रुख हो, थोरै पानीमा पनि। सम्मदेखि बल्ल म त सधैँ नर्सको मात्रै रुखको खजुरी छोक्डाको मात्रै हुन्थ्यो। अहिले त यहाँ रुख देखेँ। शान्त रहेछ यो बाटो त, गाडी पनि आएको छैन। कति टाइम लाग्छ अब हामी पुग्नु? लाइट बोलेको त अब हो र, कति टाइम लाग्यो हामी त?
हामी अस्ति सनाई आउने यति नजिकै रहेछ, गाडी कसरी चढ्ने भनेर सिकाइदिने चक्करमा यति धेरै भाग दौड हामी यति धेरै दौड्यौँ। त्यही पनि पाइएन। लास्टमा गिभअप गरेर घर गयौँ, थाकियो अनि खाएर सुतियो। अब एक दिन पछि बल्ल आयौँ, त्यही पनि आइयो नेपाली खाना खाइयो। मिठो रहेछ, चाउमिन मिठो रहेछ। मैले चाहिँ धेरै खान सक्दिनँ, कति धेरै रहेछ भात। मैले त्यत्रो खानै सक्दिनँ आजकल कि पहिले पनि खान सक्दिनँ। अनि ठिकै रहेछ, त्यस्तो ठुलो रहेन सनैया भन्ने। धेरै हामी बसेकोतिर पनि ठुल्ठुलो छ। कता हो कता हो यो मान्छे हेर्दा नहेर्ने, ड्युटीबाट थाकेर आएको मान्छे। बल्ल याद आयो मलाई यो ठाउँको। यस्तो जाडो भएको थियो है त, अहिले त टिक्क भयो है। अहिले कहाँबाट हावा आएको त्यस्तो? म त यस्तोले त म हिँड्नु सक्दिनँ जस्तो लाग्थ्यो। यहाँ त हावै लागेन त। ल कस्तो फरक हुँदो रहेछ। थानकोटको याद आयो मलाई त। हाम्रोतिर चाहिँ हावा धेरै आउने, आन्टीकोतिर चाहिँ खास। हामी चाहिँ भर्खरै आयौँ रुममा, एकदम थाकियो। कति मिनट लाग्दो रहेछ? आधी घन्टा। अब चाहिँ आएर हामी के गर्छौँ, भोलिको लागि खाना यसो रेडी गर्छौँ अनि सुत्छौँ हामी। बाई, गुड नाइट। आजको लागि यति नै ब्लग। अब नेक्स्ट चाहिँ हाम्रो अब कुन आउँछ थाहा छैन। अब बाई।